आउँछन् तपाईलाई पक्रेर गयो भने त्यसो अब पहिलाको जस्तो हुँदैन। पूर्व मेचीदेखि पश्चिम महाकाली यिनीहरूले नसोचेको आन्दोलन हुन्छ। मैले भनिदिउँ यो आन्दोलन आज नेपालीलाई त आवश्यक छ। नेपालीदेखि नि नेपालबाट जुन जुन घटना भयो नि त्यो घटनाको कारणले नि अरूलाई पनि आवश्यक छ क्या। अरूलाई यहाँ बसेर छिमेकीमा आगो लाउन पाइँदैन क्या। यो त छिमेकीलाई पनि नि च्यालेन्ज भयो क्या छिमेकीलाई। त्यसले गर्दाखेरि तपाईमाथि अस्ति एउटा आरोप लगाए अनलाइन खबरले, सायद तपाईले पनि सेयर गर्नुभएको थियो, भारत जान लागेका दुर्गा परसाईलाई सुरक्षाको कारण या केही कारण नेपालमा खतरा बढ्ने कारण चाहिँ रोकियो भन्ने समाचारका ब्यानर न्युज पनि आए। भोलि एकछिन नि अब म जाँदाखेरि म भारत जाँदाखेरि यही बाटो जान्छु। भारत जाने मेरो अधिकार हो कि होइन? मैले के नक्कली नोटको कारोबार गरेको छु? मैले सुनको कारोबार गरेको छु? मैले यहाँ बसेर भारत विरोधी काम गरेको छु र मलाई तपाईँ भारत जाँदाखेरि पनि डराउनु पर्ने कारण के हो? किनहरू किन डराउनु पर्ने? त्यही त तपाईँलाई सोधिरहेको छु। होइन म त्यस्तो गर्दै चाहिँ के हुनुहुन्छ? एकछिन मेरो केही छैन। मेरो भारतसँग के सम्बन्ध हो भने भारतका विद्यार्थी मेरोमा कलेजमा आउँछन्, पढ्छन्। भारतका डक्टरहरू मेरोमा आउँछन्, उपचार गर्छन्। भारतका प्रोफेसरहरूले आएर मेरोमा मेडिकल कलेजमा पढाउँछन्। मेरो त त्यो नाता हो नि त भारतसँग। कुरा बुझ्नु भएन? अनि किन मलाई भारत जानलाई, सिङ्गापुर जानलाई कि मैले यिनीहरूलाई समाचारलाई सोधेर जानुपर्ने हो? अब जाँदाखेरि चाहिँ नि म भारत जाने बेलामा म यहाँबाट गएँ भनेर म हालिवरी त्यो जुन निवेदन थियो नि, जुन छापेको थियो उसलाई पठाइदिन्छु। अब समाचार माध्यमको थोरै कुरा जोडेँ। सम्पादकहरूसँगको तपाईँको जुन प्रेस मिट थियो, अरू अवस्थामा देखिने दुर्गा परसाई र त्यो दिन एभरेस्ट